हेलो एन्ड होल नमस्ते वेलकम ब्याक टु माई अफिसियल च्यानल। म चाहिँ तपाईँको एकदम प्यारो र एकदम माया लाग्दो भाइ होइन आइएम सुभाष भ्लगबाट अहिले यहाँनिर व्यक्त गरिरहेको छ। मेरो साथमा छन् यहाँनिर पवन दाई जिप लाइन खेलेर आएको यो डरपुक सुमन चौलागाई र यहाँ विष्णु दाई हुनुहुन्छ। अहिले चाहिँ हामी बोट चढेर नामीसानमा आयौँ। यो चाहिँ उता पुरा जिप लाइन चढेर आएको थियो। ल तेरो जिप लाइनको एक्सपिरियन्स भन्नु त कस्तो हुँदो रहेछ नामीसानसम्मको? Look at the Nami Island. ल रुखहरूमा के हो पुरा ल यहाँ त खतरा के रहेछ भनेर आर्ट रहेछ नि त दाजु। अगाडि त पालो दिनुपर्ने हुन्छ हामीले उहाँलाई खिच्नलाई। त्यसपछि अहिले खाली रहेको अवस्थामा अब हामी जानुपर्ने हुन्छ। ल यहाँ पनि होला है नेपालको कुन कुन देशको छ अहिले यहाँ जानुपर्ने हुन्छ हामी। ल नामीसानमा खाली भएको छ। र अब एकछिन हाम्रो फोटोसुट कार्यक्रम हुन्छ। म फोटो चाहिँ लास्ट टाइम मेरो भिडियोको अन्तिममा हालिदिने छु होइन। त्यही भएर अहिलेलाई ल बाई बाई। ओए लाम्बे रहेछ त आइल्यान्डमा। ए यहाँ माथि त जान मिल्ने रहेछ नि त दाइ त झिलिमिलीमा। नेपालको झन्डा उता नमस्ते अरे ल। सबभन्दा माथि पहिलो अक्षरमा मैले सुरुमा देखेको मलाई नामी आइल्यान्ड। आज सल्लाह लाने उता दिदीको 390 बरु बब्बा रहेछ यार। हान्दा चाहिँ भिडियो क्याप्चर विदेशी त विदेशी हो। पोजिसन लुक एट द पोजिसन गाइज। बामा रुखको पोजिसन बनाइदिएर यार हामी यहाँ अरे ओए छुट्टी फेरि म सक्कै मस्किएँ है। कोरियामा पनि शिवरात्रि है, शिवधुनी है आज। ल यहाँ शिवधुनी ताप्दैछ नि मान्छे। खतरा भ्लगिङ हुँदैछ दाइ मेरो अन्जली दाइ। अलिकति कन्टेन्ट चाहिँ मैले राम्रो निकाल्नु पर्ने हुन्छ हल्ला भयो जस्तै। एउटा गिम्बल किन्नु पर्ने भयो क्या यहाँ। सिनेमेटिकमा 0.5 हुँदैन दाइ। अनि ओए साइकल भाडामा लिएर कुदाउने ठाउँ कहाँ खाँदा यहाँ? ल ट्रेन चढ्दिउँ न त होइन दाजु। सानो जिप लाइन चढ्यो अब हिँड्छ यो हामी ट्रेन चढ्ने जस्तो यहाँ छाडकाड हुँदैछ। ल हिउँ रहेछ नि त यहाँ स्नो। यहाँ पनि खेल्न मिल्छ जस्तो छ। ल स्नो फलिङ है यहाँ पेन्गुइन। ओए खेलिरहेछ त्यो त एउटा बच्चाले हिँडिहाल्यो नि चाक। कस्तो त्यहाँ बच्चा चिप्लेर झर्रहेछ। बाहुबलीको हात्ती है फाइनल्ली यहाँ रहेछ यार। नामी आइल्यान्डमा हामीले बाहुबलीको हात्ती भेटाएको अवस्थामा छ। अहिले चाहिँ हामी यो स्काई ड्राइभिङ भन्दो रहेछ यसलाई। स्काई बाइक अरे यहाँ एउटा स्काई ड्राइभिङ हानेर आइरहेछ फेरि जिप लाइन। त्यसको छोरा हान्न गइरहेको छौँ हामी। यसले बाउ हानेर आयो स्काई जिप, हामी स्काई बाइक हान्न गइरहेको छौँ। ल ल यी बाइक चढ्नलाई हामी चाहिँ यहाँ लाइनमा कुरिरहेको छौँ है अहिले। यस्तरी आउँदो रहेछ यी बाइक। पैदल हाक्नुपर्ने रहेछ है। यो चाहिँ मेरो भाइ हो। यसले चाहिँ स्काई जिप हानेर आयो बाउ। अब हामी छोरा हान्दैछौँ यहाँनिर स्काई बाइक। ओए ल सिङ्गल हानिदिने रहेछ।
सिल्भर लाइन त हामीले सिल्भर है कोरियामा आएर धेरै पछाडि छुडिम खेल्यो है छुडिम पनि केमा भन्दाखेरि स्काई बाइकमा है अगाडिकोलाई भेट्यो भने यो अगाडिको दुईजना दौडिरहेको छ नि यिनीहरूलाई हामीले पारा हाँकेर भेट्यौँ पछाडिबाट छोयौँ भने चाहिँ नेपाली रेस्टुरेन्टमा लगेर सिप मान जतिको खाजा खुवाउने हाम्रो शर्त रहेको छ त्यसै कारणले गर्दा पवनलाई बाहिर छिटो हाँक्नुपर्ने हुनेछ तर अलिकति गोलो घुम्दाखेरि त खतरा रिङ्गटा लाग्ला जस्तो आयो है ल हामीले भेट्ला जस्तो छ है ल छिटो पाउँदै आउँदै भेट्नै पर्ने हुन्छ हामीले तिनीहरूलाई ओए धेरै टाढा रहेछ नि गोलो ए बिचमा हाल्नु ओके मेरो दाइ हाम्रो छुलिम कम्पिटिसन भइरहेको छ अहिले अगाडिपट्टिको अपोनेन्टले अलिक धेरै नै ग्याप लिएको अवस्थामा सक्दो ट्राई गरिरहेको छौँ है हामीले नि छैन नि यति नै ओए हामीले पिकअप लिइसकेको छ है भेट्यो भने खाजा खुवाउनुपर्छ विष्णु दाइहरूले कस्तो हान्ने हो चाकमा त डरायो यार तर अघि साइकै हुँदो रहेछ यार गोलोमा त छुयो है विष्णु दाइ छोए खाजा पाक्ला जस्तो दाइ छोए ओए छुयो त हामीले छुइडिममा छुइसकेको अवस्था ल के झऱ्यो मान्छे आयो त अनि झऱ्यो यार के झऱ्यो न ठिक छ तेरो केही झरा त होइन नि होइन न हान्नु न यार ए तपाईँहरू ग्रुपमा नामीसँग आएको छु भने चाहिँ म तपाईँहरूलाई के सजेस्ट गर्छु भने नि यो स्काई लाइनमा चाहिँ छुइडिम खेल्नु होला है 2-3वटा यो बगी लिने टक्क 3जना बिच कम्पिटिसन गराउने एकअर्कालाई भेट्ने बित्तिकै खाजा साजा खुवाउने अथवा टिकट सिकट काट्ने अर्को कुनै खेलमा यो रमाइलो हुँदो रहेछ स्काई लाइनमा छुइडिम खेल्न चाहिँ धेरै दौडियो धेरै हाम्रो खिच्यो कि आफ्नो खिच्यो हो फाइनल्ली जिप लाइनमा छुडिम पनि खेलियो झरियो पनि केटाहरूले खाजा खुवाउँछन् होला अब छुडिममा अब छोएको छ लेट्स है ल चिनफाट बनाउनु पऱ्यो है पारम्परिक कोरियन खानाहरू उदयङ भनेकै ल खतरा लाग्यो यार होइन दाइ के हो यो नेपालको नेसनल एनिमल होइन राखेँ यो होइन नि ल उता टन्ने रहेछ नि त हाँसहरू पनि हामी मुयर ओए माथिको लो क्याट ओए साथी पहेँटा फर्काइदेऊ त एकचोटि तिमी साथी ए साथी मेरो ल दिदीले खानेकुरा दिनुभयो यार खानेकुरा दिने रहेछ नि त यहाँ पुस्न आयो नि त अझै हामी आइल्यान्डमा छौँ है अहिले एकछिन हामीले बाघ पनि देख्न बेर छैन है मुयरजी देख्यौँ तर अहिले जनावरहरू चाहिँ अलिक हाल्नुपर्ने हो क्या यहाँनिर ओए फोटो खिच्न दिँदो रहेछ नि त हाँससँग यसरी खतरा यार
ओए ओए अझै 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 ओए 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 सेतो मुयर यार खतरा सेतो मुयर है सेतो मुयर डेन्जर कराउँदो रहेछ है कराउन चाहिँ ल अब हामीले मुयर देख्यौँ सेतो मुयर देख्यौँ हाँस देख्यौँ अब यो आइल्यान्डमा हामीले अब सिरन देख्यौँ भने त खतरा हुनेछ है ल लुक एट द सेक्सी मयूर गाइस यार ल अनि सकेन आऊ डार्लिङ ल ओए मयूर ल ल ल लुक एट द फिदर गाइस मखेटा यार फर्काउँछ है हावाले उडोला जस्तो छ है ओए हावा लाग्दाखेरि त यसलाई खानेकुरा दिनुपर्ने त यार चिप्स यहाँनिर यस्तो सफारी नि हुँदो रहेछ है ल जङ्गल सफारी दाजु ल दाजु जङ्गल सफारी यो त चितवनमा हुन्थ्यो हाँस ल जङ्गल सफारी ओए दाजु जङ्गल सफारी हुँदो रहेछ यहाँ नानी आइल्यान्डमा ल खरा है यहाँ खरायो यहाँनिर हाँस यहाँ मुएर तपाईँहरूले अहिलेसम्म यो नामी आइल्यान्डमा कतिवटा जनावर देख्नुभयो पक्षीहरू देख्नुभयो कमेन्ट गरेर यसो बताइदिनु होला है के विधि सेक्सी हो एउटा घरपालुवा जनावर बनाएर पाल्नुपर्छ जस्तो छ मन्त्री बाबा यहाँ नेपालबाट कोरिया गइसकेपछि चाहिँ मैले मयूर पाल्ने निर्णय गरेँ है साथीभाइहरू त यस्तो सेक्सी लाग्यो कि मलाई यो मयूर पऱ्यो क्या लुकेर कलर मारेको छ हौ कलरले त है भट्टेकुलो है सिसाको बनाएर रहेछ नि त यो फ्रेम त सबै बोतलको के फेरि बियर खाएछ हौ कोरिया मान्छेहरू सबै बोतलको बनाएको छ अनि केही खानेकुरै खानुपर्छ समय त अनि रात पऱ्यो त यहाँ यहीँ त के अरे त्यहाँ त रोड रहेछ नि त दाइ पारिपट्टि त त्यहाँ ए समुद्रले घेरेर रहेछ नि त वरिपरि यसरी त्यही भएर पो नामी आइल्यान्ड रहेछ त अनि खोलाले लुक एट द सिन गाइस कस्तो मिठो सिन आएको यार सूर्य त्यही माथि मेरो दाजुहरू चाहिँ यहाँ बसिरहनु भयो ओके दाइ
दुईटा खाता सिप बब्बाल टाइमिङ आइदिएन है होइन छ होला त पाएछ ल फाइनली हाम्रो आज भिडियो काम चाहिँ यहीँसम्म हो खै त म आएन गाइस लाइकमा भिडियो आयो कमेन्ट आउनु है खै त आएन दाजुको 2 शब्द जाओस् अन्तिममा ल ठिक छ ल विष्णु दाईको 2 शब्द ल ल भाइको पनि 2 शब्द जाओस् डु लाइक सब्सक्राइब एन्ड कमेन्ट ओइ यो त जाँदो रहेछ नि त